काभ्रे पलाञ्चोक तिमाल नौका कुलबहादुर तामाङ ओमानको मस्कट सहरमा कुनै दिन छमछमी नाच्ने गर्थे। प्रवासी नेपालीहरूलाई आपत विपद पर्दा सहयोग गर्थे। सबैका प्रिय थिए। मञ्चमा नाच्ने गाउने सबै गर्थे। कार्यक्रम उनी आफै सञ्चालन पनि गर्दथे। समयले कोल्टो फेरेको छ। यति बेला विगत सम्झनामा कैद भएको छ। जिन्दगी त हो, कतिखेर कहाँ पुर्याउँछ कसलाई के थाहा। त्यो आँट, त्यो साहस, त्यो सहयोगी मन आज एकोरिएको छ। बाँच्ने आशामा बितेका छन् दिनहरू। हो दर्शक महानुभावहरू, हामी कुलबहादुर तामाङको विषयमा बोल्दैछौँ। कुलबहादुर तामाङलाई ओमानका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा समेत भेटेका थियौँ। हामीले विभिन्न सामाजिक कार्यक्रमहरूमा पनि सहकार्य गरेका थियौँ। परदेशी जिन्दगीलाई बीट मारेर कुलबहादुर स्वदेश फिरे 9 वर्ष अगाडि। सानोतिनो व्यापार व्यवसाय गरेर आफ्नो परिवारसँग बस्ने सपनामुखी अनुहार आज न्याउरो भएको छ। बाँचिन्छ कि बाँचिन्न यही त्रासमा अल्झेको छ जिन्दगी। परदेशमा कमाएको केही पैसाले गाडी किने, कृषि फर्म पनि नचलाएको होइन। तर सफलता पाउनु त परै जाओस्, उल्टै ऋणमा डुब्न पुग्यो यो परिवार। बीचमा समस्याहरू धेरै आए तैपनि लडिरहेका थिए। भगवान पनि कति निष्ठुरी मेहनती थिए, बलवान थिए, काम गर्ने हिम्मत थियो। अलिकति भगवान उद्धार भएको भए जेनतेन चल्थ्यो होला जिन्दगी। तर प्राणघातक रोग क्यान्सरले सबै भत्ताभुङ्ग भयो। सपनाहरू सिसा फुटेसरी फुटे। बौद्धको एक कोठामा क्यान्सर रोगलाई परास्त गर्ने आशामा दिन बिताइरहेका छन् कुलबहादुर तामाङ। छोरालाई क्यान्सर लाग्यो भन्ने सुनेपछि तिमाललाई 73 वर्षकी आमा छ्याङ्बा रानी पनि माइलो छोरालाई एक टकले निहालेर बसिरहेकी छिन् यही बौद्धको कोठामा। धेरै पहिलादेखि नै फेसबुकमा साथी थियौँ हामी। एक्कासी फेसबुकमा उनले दुःख लाग्दो समाचार पोस्ट गरे। पोस्ट हेर्ने बित्तिकै फोन गरे अनि भेट्ने बाचा गरे मैले। नमस्कार, म चाहिँ कुलबहादुर तामाङलाई भेट्न आएको। कहाँ हुनुहुन्छ होला? मेरो माइलो छोरा हो। कता यता बस्ने? यही कोठामा यता हो। क्यान्सर पीडित कुलबहादुर तामाङको अवस्था बुझ्नका लागि हामी यो बौद्धमा उहाँको निवासमा आइसकेका छौँ। उनको कोठामा पुग्दा उनी र उनका श्रीमती कान्छी तामाङ टोलाइरहेका थिए। कसरी उपचार गर्ने होला छलफल गरिरहेका थिए। कसरी सहयोग जुटाउने होला यही विषयमा सोचिरहेका थिए। अनि कसरी तपाईँ यो अवस्थामा पुग्नुभयो त? नमस्कार हजुर, मेरो नाम कुलबहादुर तामाङ, काभ्रे पलाञ्चोक जिल्ला तेमल गाउँपालिका वार्ड नम्बर 9। हाल म बौद्ध बस्छु। म विगत 2 वर्ष अगाडिदेखि त्यो पिसाबमा रगत आयो भनेर जजाउन जाने क्रममा चाहिँ के अरे 2-3 पटक चेक गर्यो। रगतै छैन भन्ने डाक्टरसँग यताउता भन्दै आउँदै अनि मैले जब लास्टमा त्यो लास्ट मात्रै अलिक बढी नै आउँथ्यो रगत, अनि त्यो देखाएपछि अनि बल्ल डाक्टरले इन्फेक्सन भयो जस्तो छ, यो चेक गर्नुपर्छ, सिरिएसन गर्नुपर्छ, भिडियो एक्सरे गर्नुपर्छ भन्ने कुरा भयो। ल भनेर भिडियो एक्सरे गर्न गएको। भिडियो एक्सरे गरिसकेपछि तपाईँको यो सिरिएसनै गर्नुपर्ने भयो, यो किडनीको प्रब्लम देखेछ एकपट्टिको भन्न थाल्यो। ल भनेर सिरिएसन गर्दाखेरि एकपट्टिको किडनी प्रब्लमै देखाएपछि त्यो कति % काम गर्दछ त्यो किडनीले भन्ने कुरा चाहिँ जम्मा हाम्रो नेपालभरिमा 2टा, एउटा वीर अस्पतालमा रहेछ, एउटा यहाँ चक्रपथमा 2 ठाउँ मात्रै चेक गर्दो रहेछ।
वीर अस्पतालमा अब कहिले केमिकल छैन, कहिले के पाले, कहिले नपाउने। त्यहाँ गएर हेर्दाखेरि जम्मा 15% मात्रै काम गर्दो रहेछ एउटा किडनीले। 15% को मतलब त कामै नगरेको भन्ने घोषणा हुँदो रहेछ। अनि ल अब यो मैले अनि के गर्ने त, यो किडनी निकाल्नुपर्छ अथवा यो किडनीबाट आएको हो र रगत यताउता भन्दाखेरि यो त त्यही तपाईँले कहाँ जानु भएको त्यहीँ गर्नुपर्ने। दीर्घायु हस्पिटलमा चेक गरेर सिटी एक्सन मैले चाबेलको दीर्घायु हस्पिटलले त्यहाँ हेर्दाखेरि चाहिँ तपाईँको यो क्यामेरा दूरबीन पठाएर हेर्नुपर्छ। अनि के कारणले आउँदो रहेछ यो पिसाबमा रगत, अब यो विभिन्न कारणले आउँछ। यो बिग्रेको किडनीबाट आउन पनि सक्छ, पत्थरीबाट आउन पनि सक्छ, इन्फेक्सनले आउनु पनि सक्छ भन्नुभयो। ल ठिकै छ अब हेर्नु नि त भने। अनि त्यहाँबाट दूरबीन पठाउने भन्यो। अनि त्यहाँ अलिकति महँगो लाएर म चाहिँ अलिकति सस्तो मस्तो गरौँ भनेर फेरि वीर अस्पताल लाइनमै बसेर भयो नि, वीर अस्पताल गरौँ भनेर वीर अस्पताल गयो। अनि त्यहाँ जाने बेलामा 2 पटक ट्राई गरेँ मैले, थाम्न सकेन। नसकेपछि डाक्टरले त्यसरी त हुँदैन, तपाईँको पठाउनै पर्छ भन्ने कुरा गर्नुभएको थियो। मैले सक्दै सकेन। कुनै दोस्रो विकल्प छ भने त्यो विकल्पमा जाउँ, यसमा त मैले सक्दैन है भने मैले भनेपछि उहाँले ल ठिकै छ त्यसो भए 3 हप्ता पछाडि अर्को बिल्डिङमा बोलाउनु भएको थियो। अनि 3 हप्ता पछाडि म ल ठिकै छ 3 हप्ता पछाडि आउँदा भनेर आउँदाखेरि त्यतिखेर दुखाइ सुखाइ केही थिएन, त्यो खालि ऊ आउने। अनि उहाँले भनेको हप्तामा म नि पुग्न नसक्ने होइन। अनि म फेरि कहिले गाडी चलाएर कहिले कतातिर हिँड्ने, कहिले यहाँ अब यता पनि गर्दाखेरि त त्यो यो चिजले फेरि दुखाइ कहीँ केही सङ्केतै नदिने कि 81। अनि त्यहाँबाट पछि कतै दुख्ने केही छैन, पानी टाइममा खाने, हिँड्ने, पानी बिहान पुग्ने खाएपछि रगत नआउने भएपछि झन्डै 1 महिना 1.5 महिना ग्याप भयो। जाउँला भन्दा 1.5 महिना भयो। कुलबहादुरजीलाई क्यान्सर भएको पेपर जुन डक्टरले प्रमाणित गरेको छ नि, त्यो मलाई देखाउनुहोस् त एकचोटि। हजुर, यो सिटी स्क्यानबाट ट्युमर पलायो भनेर थाहा भयो। हजुर, यहाँबाट चाहिँ अब क्यान्सर भयो भने थाहा भयो। यो चाहिँ हाम्स हस्पिटलले चाहिँ क्यान्सर भएको प्रमाणित गरेको छैन। त्यो चाहिँ इन्डियामा पठाएर कति % भयो यसको स्टेप हुन्छ क्यान्सरको। भनेपछि यहाँको रिपोर्ट इन्डिया गयो, त्यसपछि तिनीहरूले यति स्टेप भनेर यहाँ दिएको स्कोर 4 भनेको स्टेप हो। भनेपछि क्यान्सरको चाहिँ 4थो स्टेपमा अहिले कुलबहादुरजीको अवस्था रहेको छ है। भनेपछि 4थो स्टेप चलिरहेको छ। भनेपछि यो कम भने पनि हुन्छ है। कहिले काहीँ यसको 2 स्टेपमा त्यो हामीलाई थाहा हुँदैन होला, पछि चेक गरिसकेपछि मात्रै थाहा हुन्छ। यसको सिम्टमै देखाउँदैन, क्यान्सरको प्रायः चाहिँ सिम्टमै देखाउँदैन। 4 स्टेप अब अलिकति केयर गर्नेहरूलाई चाहिँ हो, नत्र प्रायः सिम्टम नदेखाउने भएर 4 स्टेपमै थाहा हुन्छ। योहरू चाहिँ म यहाँ उसको हस्पिटलमा गएको डकुमेन्ट परिस्थिति हस्पिटलमा होइन, यति भयो हुन्छ मलाई। हस्, यो राख्नुहोस् ल। हो दर्शक महानुभाव, 50 वर्षका कुलबहादुर तामाङलाई यसरी क्यान्सर भएको छ। यो क्यान्सर अहिले 4औं तहमा पुगेको छ। बेला बेलामा अस्पताल गइरहनु पर्दछ। एकपटक अस्पताल छिर्दा 1 लाखभन्दा माथि खर्च हुने उनीहरू बताउँछन्। ठुलो आर्थिक सङ्कटमा छ यो परिवार। अपरेसन गरे बाँच्न सकिन्छ, तर त्यो अपरेसन गर्न भारत जानुपर्ने अनि बिना पैसा कल्पना पनि गर्न नसकिने, त्यही अपरेसन गर्नका लागि सहयोग जुटाइरहेका छन् आफन्तजन अनि इष्टमित्र साथीभाइहरूले।
एउटा समिति नै खडा गरेका छन् सुदीप लामाले अनि कुलबहादुरलाई बचाउनका लागि लागि परेका पनि छन्। त्यो समितिमा नजिकैका दाजुभाइहरू रहेका छन्। श्रीमती कान्छी तमाङ रनबल्लमा छिन्। आम्दानीको स्रोत केही पनि छैन। कहीँ कतैबाट पैसा आयो भने हस्पिटल लान सम्भव छ, नत्र कहाँ के गर्ने हो लथालिङ्ग छ। त्यही सहयोग आउला भन्ने आशामा दिन गनिरहेकी छिन् श्रीमती कान्छी तामाङ पनि। आफू कार्यरत रहेको देश ओमानमा धेरै साथीभाइहरू सम्पर्कमा छन्। यति बेला उनीहरूले सहयोग उठाउँदैछन्। जनप्रगतिशील मञ्च ओमान, बुद्ध भिजन ओमान आदि सङ्घ संस्थाहरूले सहयोग गरिसकेका छन् भने तामाङ समाज ओमान पनि लागि परेको छ कुलबहादुरलाई बचाउनका लागि। त्यसै गरी अन्य सामाजिक सङ्घ संस्थाहरू पनि जुटेका छन्। सबै सहयोगी मनप्रति नतमस्तक छन् उनी। कुलबहादुर तामाङको अब बाँकी रहेको सपना एउटै छ, त्यो हो बाँच्ने। यो बाँच्ने सपना पूरा गर्नका लागि उनले सबै सामु हात जोडेर याचना गर्नुभएको छ। दर्शक महानुभावहरू, समय सधैँ एकनासको हुँदैन। कतिखेर समयले कोल्टे फेरिदिन्छ, कतिखेर समय टेढो भइदिन्छ, कसैलाई पनि थाहा छैन। भनिन्छ नि दशा पञ्चे बाजा बजाएर आउँदैन हो। कुलबहादुरलाई पनि केही थाहा थिएन। 81 हस्पिटल जानुभयो चेक गर्नका लागि र क्यान्सर भएको घोषणा गरिदियो। जो कसैलाई पनि हुनसक्छ। यो रोगले धनी भन्दैन, गरिब भन्दैन, उमेर पनि भन्दैन। जतिखेर पनि जे पनि हुनसक्छ। दर्शक महानुभावहरू, भोलिका दिनमा हामीलाई पनि समस्या हुनसक्छ। हामीले पनि कसै सामु यसै गरी सहयोगको लागि आह्वान गर्नुपर्ने हुनसक्छ। त्यस कारणले गर्दा धेरै होइन, आफूले सकेको सहयोग गरौँ र यो कुलबहादुरलाई बचाउनका लागि तपाईँ हामीले पनि केही भूमिका खेलौँ भनेर हामीले यही भिडियो मार्फत हार्दिक अनुरोध गर्न चाहन्छौँ। अपरेसन गर्न सकेमा यो क्यान्सरलाई निर्मूल पार्न सकिने डाक्टरहरूले बताएका छन्। त्यो अपरेसन गर्नका लागि भारत जानुपर्ने र लगभग 35 लाख खर्च हुने हुँदा यही पैसाको जो गर्नका लागि परेको छ यो परिवार। उनलाई बचाउन तपाईँ हामी पनि लाग्ने हो कि? यति उति भन्दैनौँ हामी, सकेको सहयोग गर्नै हो। आफ्नो मनले यति सहयोग गर्दा ठिक हुन्छ जस्तो लाग्छ त्यति नै सहयोग गरिदिनुहोस्। यहाँहरूले तपाईहरूले सिधै पीडित कुलबहादुर तामाङको खातामा पैसा हालेर हामीलाई स्क्रिनसट पठाउनु पर्ने हुन्छ। जुन स्क्रिनसट हामी सपना र जिन्दगी युट्युब च्यानलको फेसबुक पेजबाट प्रकाशित गर्नेछौँ। तपाईँले गरेको सहयोग नितान्त कुलबहादुर तामाङको उपचारका लागि मात्रै खर्च गरिनेछ। उपचार गरेर केही रकम बच्यो भने कुलबहादुर तामाङले शिरमा हात राखेर भन्नुभएको छ कि त्यो पैसाले म जस्तै पीडितहरूलाई सहयोग गर्न चाहन्छु। हो दर्शक महानुभावहरू, उपचार गर्दा केही पैसा बचेको खण्डमा त्यो बचेको पैसा उहाँ जस्तै पीडितलाई सहयोग गर्ने उहाँले बाचा गर्नुभएको छ हामी समक्ष। कुलबहादुर तामाङलाई सहयोग गर्नका लागि यो खाता नम्बर, यो ब्याङ्कको नाम र यो QR कोड हामीले स्क्रिनमा डिस्प्ले गरिरहेका छौँ। कृपया स्क्रिनसट गरेर राख्नुहोला र उहाँलाई सकेको सहयोग गरिदिनुहोला। अन्त्यमा सपना र जिन्दगी युट्युब च्यानल यस्तै भिडियोहरू प्रकाशित गर्नका लागि खोलिएको हो। यो देश प्रदेश मिडियाद्वारा सञ्चालित छ। तपाईँको गाउँघर जहाँ जिन्दगी कष्टकर छ, वृद्ध बाबा आमा बालबालिका एक्लै सङ्घर्ष गरिरहेका छन्, बस्ने बास छैन, खानेकुरा छैन, बाँच्नका लागि सङ्घर्ष गरिरहनु भएको छ। ती बाँच्ने सपना बोकेका सपनामुखी अनुहारहरूको कथा कोर्नका लागि हामी आउनेछौँ। प्लिज हामीलाई यो जुन नम्बर देखाइरहेका छौँ हामीले स्क्रिनमा सम्पर्क राख्नुहोला। च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला है। त्यसै गरी यो भिडियोलाई लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् अनि कमेन्टमा तपाईँलाई कस्तो लाग्यो त प्लिज कमेन्टमा पनि केही कुरा लेखिदिनुहोला। यस्ता यस्तै घटनाहरू कहाँ कहाँ छन्, कहाँबाट हेर्दै हुनुहुन्थ्यो कमेन्टमा लेख्दा केही बिग्रदैन। यतिन्जेलसम्म
हामी सँगै रहनुभयो, यो भिडियो हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। अर्को तपाईँको सहयोग पश्चात फेरि हामी अर्को भिडियो कुलबहादुर तामाङको घरमै गएर बनाउने बाचा गर्न चाहन्छौँ। धन्यवाद।